सबैले भन्छन् बालेन र रवि जहाँ जान्छन् त्यहाँ मान्छेको समुद्र किन ओर्लिन्छ, किन मान्छेहरू उनीहरूलाई देख्दा रुन्छन्। सुन्नुहोस्, यो कुनै सेलिब्रिटीको क्रेज होइन, यो 30 वर्षदेखि एउटा अँध्यारो कोठामा थुनिएको नेपालीको आक्रोश हो। यो तिनै बाबाको आँसु हो जसका छोराछोरी खाडीको तातो बालुवामा बाकस बनेर फर्किए। यो तिनै युवाको चित्कार हो जसले डिग्रीको सर्टिफिकेट बोकेर मेन पावरको ढोकामा अपमान सहे। यो क्रेज होइन, यो त तपाईहरूले गरेको व्यथितिको विरुद्धको सल्किएको आगो हो। तपाईहरू भन्नुहुन्छ उनीहरूले के गरेका छन् र? सुन्नुहोस् के गरेका छन्। बालेनले यो सहरको धुलोभित्र हराएको आशा बिउताइदिए। रविले सिंहदरबारको पर्खालभित्र थुनिएको न्यायलाई सडकमा ल्याइदिए। तपाईहरूले 30 वर्षसम्म देशलाई भोट ब्याङ्क मात्र देख्नुभयो, तर उनीहरूले देशलाई एउटा परिवार देखे। तपाईले बजेट खल्तीमा हाल्नुभयो, उनीहरूले जनताको दुःखलाई मुटुमा हाले। त्यसैले त आज हिमाल पहाड तराई जहाँ पनि घण्टी बज्दा भ्रष्टहरूको सातो जान्छ। बालेनले बाटो सफा गरे, अब हामीले देशको नीति सफा गर्नु छ। रविले आवाज उठाए, अब हामीले त्यो आवाजलाई कानून बनाउनु छ। अबको पालो केवल भिड जम्मा गर्ने होइन, अबको पालो त स्कुलमा राजनीति गर्नेको हात काट्ने नीति बनाउने हो। अस्पतालमा गरिबलाई मर्न दिने सिस्टम बनाउने नीति हटाउने हो। जसले देशको बाटो चिन्दैन त्यसले शासन गर्न पाउँदैन। बालेनको डोजरले फोहोर छोड्छ, रविको घण्टीले सुकेको भाग्य जगाउँछ। आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, अब पनि चेत खुलेन भन्ने सम्झिनुहोस्। तपाईँको एउटा गलत भोटले तपाईँकै नाति नातिनाको भविष्यको चिहान खन्दैछ। यो लडाई बालेन र रविको मात्रै होइन, यो लडाई त तपाईँको र हाम्रो अस्तित्वको हो। हामी खहरेबेल होइन, हामी सुनामी हौ जसले भ्रष्टाचारका महलहरू भत्काएरै छोड्छौँ। यसपालि घण्टी बजाऊ, नयाँ नेपालको इतिहास लेखौं। आज बालेन र रवि देशको जुनसुकै पनि क्षेत्रमा पुगेका छन्। हेर्नुहोस् त हाम्रो माया, हाम्रो सपोर्ट र हाम्रो साथ कसरी उर्लिएको छ। उनीहरू चढेको गाडीले बाटो पाएको छैन। यसरी जनताको मनमा बस्न सफल भएका नेताहरूले भोलिको दिनमा जनताको मनलाई खुसी अवश्य पनि बनाउनेछन्। यसै गरी माया गर्नुहोस्, तर यो मायाले उपस्थितिले मात्रै पुग्दैन। यसपालिको चुनावमा तपाईले मतपत्रमा गएर घण्टी चिन्हमा स्वस्तिक छाप लगाउनै पर्छ। तपाईँ जुन पार्टीमा आस्था राख्नुहुन्छ त्यही पार्टीमै रहनुहोस्, पार्टी परिवर्तन गर्नु पर्दैन। बुथभित्र तपाईँलाई कसैले पनि देख्दैन, गएर भोट कृपया चेन्ज गरिदिनुहोस्। यसपालिको मतदान घण्टी चिन्हमा हाल्नै पर्छ, हाल्नुहोस् र भोलिको भविष्य सुनिश्चित गर्नुहोस्। जय देश, जय रवि, जय बालेन, जय घण्टी, जय देश, जय सुशासन।